नाबालिका बलात्कारको मुद्दा लागेका एमालेका नेताले 3 महिनादेखि अस्पताललाई बनाए कारागार। नाबालिकाको पीडा सुनेपछि सबैको मन रुनेछ। जेल अर्थात कारागार भनेको त सर्वसाधारणको लागि हो। ठूला नेताहरूको लागि त कारागार भनेको अस्पताल हो। नेता पक्राउ पर्नसाथ बिरामी भएको नाटक गरेर अस्पताल भर्ना हुन्छन्, त्यसपछि भने अस्पताललाई नै कारागार बनाइदिन्छन्। हो, त्यसरी नै एमालेका एक नेताले पनि 3 महिनादेखि अस्पताललाई कारागार बनाएका छन्। आफ्नै घरमा काम गर्ने नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका झापाको बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटीलाई अदालतले पूर्वपक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो। तर उनी 3 महिना भन्दा बढी समयदेखि बीएनसी अस्पतालको भिआइपी कक्षमै बसेर सजाय कटाइरहेका छन्। गत पुस 22 गते झापा जिल्ला अदालतले उनलाई पूर्वपक्षका लागि कारागार पठाउन आदेश दिएको हो। तर उनले एक दिन पनि कारागारमा बस्नु परेको छैन। उनी नेकपा एमालेका नेता हुन्। मंसिर 24 गते पक्राउ परेका उनी अनुसन्धानका क्रममा पनि हिरासत बस्नु परेन। घटना के हो भने भारतको आसाममा 7 वर्ष अघि बुवा आमाको निधन भएपछि नाम परिवर्तित सीतालाई हजुरआमाले झापा स्थित आफ्नो घरमा ल्याएकी थिइन्। तर बिर्तामोडमा बस्ने हजुरआमा आफैलाई छाक टार्न धौधौ पर्थ्यो। उनको परिस्थिति बुझेपछि स्थानीय तहबाट केही सहयोग हुन्छ कि भनेर हजुरआमा बिर्तामोड नगरपालिका पुगिन्। बिर्तामोड नगरपालिकाका तत्कालीन मेयर ध्रुवकुमार शिवाकोटीले सीतालाई आफ्नै घरमा राखेर पढाउने र बाँकी समय घरको काममा लगाउने बताए। त्यसपछि हजुरआमाले नातिनीलाई शिवाकोटीको जिम्मा लगाइदिए। तर सीताले त्यसको 7 वर्षपछि शिवाकोटीमाथि बलात्कारको आरोप लगाइन्। प्रहरीसँगको बयानमा उनले यस्तो भनेकी छन्, म उहाँलाई बुवा भनी बोलाउँथे, उहाँले मलाई सानी भनी बोलाउनुहुन्थ्यो। घरमा म र सँगै काम गर्ने 2 जना कामदार दिदीहरू भुइँतलामा सुत्थ्यौं। आफूलाई सानी भनेर बोलाए पनि कक्षा 6 मा पढ्दै गर्दा उहाँले दुर्व्यवहार गर्न खोज्नु भयो। उहाँले मेरो छातीतिर हात पुर्याई गलत तरिकाले छुन खोज्नु भयो। उहाँले धेरै पटक मेरो संवेदनशील अङ्गमा हात पुर्याउनु भएको थियो। त्यति बेला उहाँले मलाई बेला बेलामा ढाड थिचिदिनु भनेर नजिकै कोठामा बोलाउने गर्नुहुन्थ्यो। शिवाकोटी बुवाको श्रीमती अस्ट्रेलिया जानु भएको थियो। ठ्याक्कै मिति त याद भएन, तर त्यति बेला उहाँले मलाई पहिलो पटक करनी गर्नुभयो। त्यसपछि भने घरमा कोही नभएको मौका छोपेर करनी गर्नुभयो। कसैलाई भनिस् भने तँलाई मार्छु भन्नुहुन्थ्यो। त्यसैले त्यो घरबाट भागेर हिँडेकी हुँ। अब त्यो घरमा मरे पनि जान्न। तर अहिले शिवाकोटी भने अस्पतालमा सजाय काटिरहेका छन्। यस्तो क्रूर अपराध गर्ने अपराधीलाई के सजाय यही हो त? सत्ता र शक्तिको आडमा सजायबाट उम्किरहेका एमाले नेता शिवाकोटीलाई तपाईँ के भन्न चाहनुहुन्छ? आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला।